शुभकामना 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 शुभकामना। नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। नयाँ वर्षको तुलसी हस्पिटल प्राली परिवार अत्याधुनिक सेवा सुविधा सहित राप्ती अञ्चलकै एकमात्र बाल अस्पताल तुलसी हस्पिटल प्राली 24 घण्टा तपाईहरूकै सेवाका लागि। नेपाल तथा पाकिस्तानका विभिन्न बाल अस्पतालमा लामो समय काम गरी अनुभव सङ्घाल्नु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्री-द्वारा 18 वर्ष मुनिका सम्पूर्ण बाल बालिकाका साथै नवजात शिशुहरूको चेक जाँच गरिने तुलसी हस्पिटल प्रालीबाट प्रदान गरिने सेवा तथा सुविधाहरू। अत्याधुनिक प्रविधि सहितका एनआइसियु पीआइसियु सेवा, फोटोथेरापी, इन्कुबेटर थियर, ल्याब, डिजिटल एक्सरे सेवा, 24 घण्टा इमर्जेन्सी सेवाका साथै फार्मेसी तथा प्याथोलोजी सेवा। राष्ट्रिय खोप तालिका अनुसार प्रत्येक हप्ताको मङ्गलबार निशुल्क खोप सेवाका साथै गरिब तथा असहाय परिवारका बाल बालिकाका लागि निशुल्क भर्ना सेवा। नवजात शिशुहरूमा देखिने खतराका लक्षणहरू आमाको दुध नचुस्नु, सुस्त हुनु, बेहोस हुनु, जिउ काप्नु, छिटो छिटो सास फेर्नु, कोखा हान्नु, हात खुट्टा चिसो हुनु, नाइटो पाक्नु, जिउमा पिप्ले भरिएको फोकाहरू आउनु, ज्वरो आउनु। त्यस्तै बाल बालिकाहरूमा देखिने खतराका लक्षणहरू बच्चा टोलाइरहनु, सुस्त हुनु वा बेहोस हुनु, शरीरमा कम्पन हुनु, तारान्तार बान्ता हुनु, दुध नचुस्नु वा खान पिउन नसक्नु, पेट फुलिनु, शरीरमा असाधारण दागहरू देखिनु, गाँठागुठी देखिनु वा रगत बग्नु। बाल क्षयरोगका लक्षणहरू लामो समयसम्म खोकी लाग्नु, ज्वरो आउनु, अरुमेर सरहका बच्चा बच्ची जस्तो तौल नबढ्नु वा तौल घट्नु, खाना नरुचाउनु, असाधारण गिर्खाहरू देखिनु। साथै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा कार्यरत नवजात शिशु तथा बाल शल्य चिकित्सक डाक्टर फिरोज आलम खान द्वारा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार जाँच, शल्यक्रिया तथा शल्यक्रिया सम्बन्धी परामर्श सेवा पनि उपलब्ध छ। आइसियु सहितको अत्याधुनिक एम्बुलेन्स सेवा साथमा नेपाल तथा भारतका प्रमुख अस्पतालहरूमा सीधा सेवा प्राप्त गर्न सकिने। सम्पर्कका लागि फोन नम्बर 082 523 125। तुलसी हस्पिटल प्राली, तुलसीपुर दाङ अञ्चल अस्पताल जाने बाटो तुलसी बोर्डिङ स्कुल सँगै रहेको घरमा।